हेलो गुड मर्निङ सबैजनालाई मेरो अनदर ब्लगमा पनि स्वागत छ। आज पनि म सधैँ जस्तै रुममा रेडी भएर ड्युटीको लागि हिँडे गाइज। मैले तपाईँलाई मेरो रुमदेखि लिएर रेस्टुरेन्टसम्म जे जस्तो देखिन्छ त्यस्तै देखाउने प्रयास गरिरहेको छु गाइज। तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ लाइक र कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। सधैँ जस्तै त घिने तपाईँलाई आधी बाटो पुगिसकेको छु गाइज। तपाईँ देख्न सक्नुहुन्छ एकदमै लेमन ट्री ग्रुपको होटल भइहाल्यो। तपाईँलाई एकदमै देख्न सक्नुहुन्छ एकदमै ठुलो होटल छ। अनि तपाईँलाई चाहिँ मेन भन्दै गरेको छु गाइज, रोड क्रस गर्दाखेरिमा एकदमै ध्यानपूर्वक रोड क्रस गर्नु होला। म पनि जस्तो तसो रोड क्रस गरेर हिँडेँ गाइज। अब चाहिँ एकैछिनपछि रेस्टुरेन्टमा पुगिने छु। अनि चाहिँ तपाईँ देख्न सक्नुहुन्छ एकदमै मेन हाइवेमै छु हामीहरू। अनि चाहिँ यहाँबाट अलि पर गइसकेपछि चाहिँ एकदमै तपाईँ देख्न सक्नुहुन्छ एकदमै हाइवे नै छ। अनि चाहिँ यो बाहिरपट्टि पुगेँ। अनि गाइज हाम्रो रेस्टुरेन्टको बाहिरपट्टिको भ्यूज तपाईँलाई देखाइहालेँ। अनि म चाहिँ यहाँबाट भएर हाम्रो माथि रेस्टुरेन्ट भइहाल्यो। अनि चाहिँ रेस्टुरेन्टमा पुगेँ गाइज। बिहानपट्टि रेस्टुरेन्टमा साफसफाइ पनि भइसकेको छ, सेटअप गर्न बाँकी छ। अनि चाहिँ दिउँसोतिर चाहिँ हामी चाहिँ दोस्रो होटलको लागि हिँडे गाइज। आज चाहिँ अलिकति उता चाहिँ काम भएकै कारणले चाहिँ उता चाहिँ दोस्रो रेस्टुरेन्टको लागि हिँडेँ। यता स्कुटीमा हामीहरू गइरहेको छु। तपाईँलाई फेरि म देखाउने छु बाटोमा एकदमै हामीहरू चाहिँ मेन हाइवे भएर गइरहेका छौँ। एकदमै रमाइलो छ गाइज। आज चाहिँ एकदमै तपाईँ देख्न सक्नुहुन्छ एकदम दामी ठाउँ भएर हामीहरू तपाईँलाई देखाउने कोसिस गर्नेछु। एकदमै रमाइलो हुँदै हामीहरू गएका छौँ। अनि तपाईँ देख्न सक्नुहुन्छ आधी बाटो पुगिसकेका छौँ गाइज। यो चाहिँ धोबीघाट भनिन्छ यसलाई चाहिँ। यो चाहिँ एकदमै रमाइलो ठाउँ छ। तपाईँ आउनुभयो भने घुम्नु होला गाइज। अनि चाहिँ अब चाहिँ एकैछिनपछि हामी पुग्नेछौँ गाइज। यो चाहिँ एकदमै उता जाने बाटो भित्रबाट गयो गाइज। यो चाहिँ मेन हाइवे। यो चाहिँ तपाईँको बिजापुर हाइवे भनिन्छ यसलाई चाहिँ। यहाँबाट चाहिँ तपाईँको कोल्हापुर, सोलापुर, बिजापुर र अगाडि गएर चाहिँ एकदमै बेङ्गलोर रिङ रोड पनि भेटिन्छ। यहाँबाट चाहिँ पहिले पनि हामीले यो ठाउँमा काम गरेको गाइज। यो चाहिँ अक्सफोर्ड कलेज भइहाल्यो। हाम्रो ज्ञानेन्द्र भन्नुहुन्छ अक्सफोर्ड कलेज यो चाहिँ अक्सफोर्ड कलेज भइहाल्यो। अनि यहाँबाट चाहिँ अलि पर गइसकेपछि चाहिँ हामी चाहिँ पुग्नै आँटेका छौँ गाइज। अब यो चाहिँ यो ब्रिज चढिसकेपछि हामी होटलमा पुग्नेछौँ गाइज। तपाईँ देख्न सक्नुहुन्छ एकदमै दामी भ्यू छ। एकदमै चिसो मौसम पनि छ, ज्यादा गर्मी पनि छैन किनभने चाहिँ मौसम विन्टरको छ। अनि चाहिँ यो मेन राति त यहाँ एकदमै चिसो हुन्छ। अनि चाहिँ यो चाहिँ मेन तपाईँको फ्लाइओभर भइहाल्यो। अनि यहाँ अलि पर गइसकेपछि हामी होटलमा पुग्नेछौँ गाइज। होटलमा पुग्नै आँटेका छु गाइज। यो होटल हामी पुगिसकेका छौँ। यो चाहिँ बाहिरपट्टिको भ्यू भइहाल्यो गाइज। अनि चाहिँ भित्र गइसकेपछि यहाँ चाहिँ मैले अलिअलि काम गरिसकेपछि फेरि हामी रिटर्न भइसकेपछि साँझ फेरि ड्युटीको लागि हिँड्ने गाइज। तपाईँ देख्न सक्नुहुन्छ एकदमै अँध्यारो भइसकेको छ। अब एकैछिनपछि चाहिँ हामी तपाईँले देख्न सक्नुहुन्छ कस्तो दामी भ्यूज देखिरहेको छ। एकदमै अँध्यारो गाइज। तपाईँ यहाँसम्म भिडियो हेर्दै हुनुहुन्छ भने लाइक र कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिदिनु होला। अनि चाहिँ फेरि साँझ पख चाहिँ एकदमै ड्युटीको लागि तयारी भएर चाहिँ पुग्नै आँटेका छौँ गाइज। यो चाहिँ एकदमै वेदान्ता ग्रुपको होटल भइहाल्यो। अनि चाहिँ यो चाहिँ बाहिरपट्टिको भ्यूज भइहाल्यो। अनि चाहिँ तपाईँले चाहिँ रेस्टुरेन्टमा पुगिसकेपछि गाइज तपाईँ देख्न सक्नुहुन्छ एकदमै टेबलहरू पनि लागेको रहेछन्। तपाईँलाई भिडियो कस्तो लाग्यो के लाग्यो धन्यवाद गाइज।